नमस्ते सबैजनालाई, सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज फेरि आइसकेको छ कुशल पोखरेलको रिजबहादुर धनी भन्ने भिडियो। कस्तो छ रियाक्सन गर्न जाँदैछौँ आज। भिडियोको बारेमा हेरेर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। ल भिडियो सुरु गरौँ। हेरौँ त कस्तो ठ्याक्कै इगलको साउन्ड आउँदाखेरि टक्क लाएर इगलको ट्याटु कस्तो दामी रहेछ है। ट्याटु चाहिँ मलाई एकदम मन पर्यो ल। लुक्स ओ माई गॉड। साथीहरू बोलाउँदैछ है कलदेखि। पक्कै केही न केही रमाइलो हुनेछ। टक्क कोड लगाउन नि बडीगार्ड राख्नु भएको छ क्या उहाँ रिजबहादुरले। दुईजना बडीगार्डको साथमा टक्क होइन, छुट्टा पनि साथमै खाएको है। पुरै ज्या भएर हिँडिरा। साथीहरू नि टक्क आइपुग्यो है। वेलकम गाइस। अनि तेरो कोठा चाहिँ कुन हो बे? मेरो कोठा चाहिँ एक्चुअली यो पुरै हो। मम्जीको कोठा चाहिँ यो पुरै हो। ड्याडीजीको कोठा पारि एउटा यत्रो के ठाउँ छ नि, एउटा सानो छैन। ड्याडीजीको कोठा त्यो हो। अनि हाम्रो गाडीजीको कोठा उता छ। अनि तिम्रो लागि भने फेरि यहाँ 3 तले कोठा बन्दैछ नयाँ। अनि कुकुर चाहिँ छैन? कुकुरको पनि होला नि अर्को। गाडी ठोकिने एक्चुअली मुनमा छ। Have you heard about Laika? Laika. अनि यिनीहरू चाहिँ मेरो पर्सनल बडीगार्ड हुन् के, अलि पर्सनल छन् के फेरि। यसमा चाहिँ मैले भेटाउने बिर्सेँ। पर्सनल बडीगार्ड है। ऊ चाहिँ मेरो साथी गौरव रिची। हाई गरी के हो गरे खै। पुरै हात मिलाउँदाखेरि पनि सेनिटाइजर लगाएर रिजबहादुर त पुरै खतरा हुन्छ नि। पुरै खतरा गरेर मालिस गरिदिइरहेछ है। So time waste नगरौँ न। Let's get in guys, let's get comfortable. Get in. आउनुहोस्। अनि गरी तिम पनि। ओ माई कसरी थाहा भयो तिमीले गरी? गौरव गरी। अनि यत्रो ठुलो घरमा लिप्चा लगाएन माथि जानको लागि? कस्तो ओल्ड फ्यासन कुरा गरेको तिमीले गरी? हाम्रो घरमा लिफ्ट छैन के। हामी चाहिँ धेरै तल माथि गर्नु पर्यो भने पोर्टल्सहरू युज गर्छौँ। Get in. You can just get in. Dukka get in, guys. Hi Poppy Doppy. फोन पनि सिधै आउँला देखियो। हाई पप्पी रप्पी। ओइ साले, त भन्नुहोस् बुझे। साले म चुतिया त हैन नि मादर कुटी। के हो रे?
यसको बारेमा सोधेको यो चाहिँ लेटेस्ट टेक्नोलोजी हो यो चाहिँ हामीसँग मात्रै छ अर्थमा या ड्याडी त योबाट बोलिरहेछ या well say hi to my puppy say hi puppy हेलो अंकल see ओए या puppy या okay या दुईजना गरी साथी या साच्चै बोलेको हो puppy okay yeah please guys get comfortable guys get comfortable रिजबहादुर कुन दुनियाँमा छ नि guys like चिसो तातो मिडियम 31 32 डिग्री 16 डिग्री 8 डिग्री केही खाने चिल्को अनि पोर तिमीलाई पुरो तिमीलाई मलाई पनि कोकै भयो हुन्छ खाउ खमिलाएर कोक पनि सिधै औँलामा आउँछ रे के गाइस यो चाहिँ लेटेस्ट टेक्नोलोजी हो क्या मेरो हातमै कोक डिस्पेन्सर फिट गराएछ कोही तिमीहरूसँग त करोड रुपियाँ होला है मैले कहाँ सुनेको यो करोड हाउ डु से दैट करोड थाहा छैन क्या करोड भने नि मैले सुनेको थिएँ गाउँतिर साना चाहिने करोड भएका गरिबहरू हुन्छन् उनीहरूलाई दान गर्नुपर्छ भन्ने सुनेको थिएँ करोड त सबैसँग हुन्छ नि होइन र गरिब गौरव तिमीसँग पनि होला त अब यो किचन त खाली छ त पुरै अनि थाल कचौरा भाँडाकुँडा खेलिदिनु हाम्रो भान्सामा चाहिँ नि भाँडा साँडो हुँदैन के हाम्रोमा चाहिँ जे खान मन लाग्यो त्यो आफै हातमा आइपुग्छ कि खान मन लागेको चिज हातमै आउँछ नि ओहो साँच्ची आइदिएर भने यार मैले त कस्तो नपत्याएको है हजुरहरूले पत्याउनु भएको थियो र हेर्नुहोस् है लास्टसम्म हेर्नुहोस् है साँच्चै हो गरिबहरू खुसी भएछन् र कस्तो भेद महिनामा एकचोटि अमेरिका जान्छस् होला है नो म युएसए चाहिँ जान्न डोनुसँग झगडा परेछ डोनु यु डोन्ट नो हिम डोनाल्ड तिमीहरूको यो कतिवटा प्रपर्टी छ पुरै संसारमा हाम्रो चाहिने प्रपर्टी भनेको दुईटा मात्रै हो हाम्रो प्रपर्टी दुईटा मात्रै छ गरिब बहादुर खुसी भएको एउटा अर्को जुपिटर ओ एउटा अर्थ एउटा जुपिटर सकाउने भयो केटोले यो म खान्छु नि टी सकाएसमा धेरै वाह रिजबहादुर योगा गर्न लाग्नु भएको छ है जङ्गल च्याउ घरि के किनिदिन्छु भन्छ घरि के भन्छ रोलेक्स किनिदिन्छ अरे अब केटा हो मेरो घरमा खाना हातमा आइपुग्छ सेट कस्तो सपनामा बनिरहेको रहेछ रिज ल है साथीहरू मैले त रियल हो कि सोचेको थिएँ यस्तो फोन गर्दाखेरि खै पुरै केटा त सपना देखिरहेको रहेछ है ल हेरौँ है कसरी आउँछ हातमा के हो यसको भन्नुहोस् त मेरो हातबाट कोक निस्किन्छ कसरी निस्किन्छ हातबाट सुन्नुहुँदैछ तपाईँ के हो भन्नु उही आउनु पर्यो मर्ला हो नच्यापाउनु त्यस्तो भन्नु त धनी भएपछि केटा गाना गाउँछु
म धनी भएपछि गाना गाउँछु पैसा। ल साथीहरू आजको भिडियो यतिमै सकिएको छ। हजुरहरूलाई के कस्तो लाग्यो लाइक सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि कुन चाहिँ टपिकमा